सुत्ने बेलामा एक पेज रामायण सुनाएर मात्र सुत्ने। कसलाई? हजुरआमालाई। बस त्यति नियमले गर्दाखेरि छोरो कवि भयो, नाति कवि भयो। भएछ के भन्दा उनले सुनाउँदा रहेछन्, एक दिन नारद सत्यलोकको गया, लोकको गरौँ हित भनी। यही लाइनमा उनले हजुरआमालाई रामायण सुनाउने। अनि एक दिन छुट्टी माग्नुपर्ने भएछ स्कुलबाट। हेड सरले भनेछन्, किन छुट्टी चाहियो? एप्लिकेसन लेखेर ले। एप्लिकेसन लेख्दाखेरि त त्यही खण्डमा लेखिँदैछन् उनले कि यही कारणले मलाई गुरुजी छुट्टी दिनु पर्ने भयो भनेर त साधन विपरीत छन्दमा एप्लिकेसन लेखेछन्। अब हेडमास्टरले पढेपछि त ठगै परेछ। कसले सिकाएको? मैले त सिकाएको थियो भन्दा हजुरआमाले। हजुरआमा कति पढेकी भनेर पनि जान्नु। अब नपत्याएर त आएछन् घरमा। तपाईँले कति पढेको आमा भनेर त पढेकै छैन। र नातिलाई त यस्तो कवि बनाउनु भयो त म त जान्दिनँ। रामायण पढेर सुनायो अनि सिक्नु मैले भनेको थियो। र उनले अहिले आमा नाम गरेको काव्य लेखेर सिक्किममा सबभन्दा ठुलो पुरस्कार पाए। अनि के कति काम गर्नुपर्दो रहेछ? मात्र एक पेज गीता मलाई सुनाएर सुताइ लाने। त्यति संस्कार दिन सक्यो भने त हाम्रा भाइ बहिनीहरू दुनियाँको कुनै पनि कुनामा किन नजाउन्, त्यहाँ गुरु भएर जानेछन्। हेर्नुहोस् त 28 वर्ष 22 वर्षको मान्छे आज दमकमा भेट्यो कि भेटिएन? यो हो गीताको महिमा। नभए उतैतिर अलिकति पैसा खाएर एउटा कुना अवस्था हुन्थ्यो। तर त्यस्तो कुनाको जिन्दगी मन पराउँदैन गीता पढ्ने व्यक्तिले। गीता पढ्ने व्यक्तिले पुरै समाजलाई सन्देश दिन्छ के भन्दा तपाईँले गीताको अध्ययन गरेर विश्वगुरु बन्नुहोस्। नेपाललाई विश्वगुरु बनाउनु पर्दछ। अरू केही चाहिँदैन, गीताको सन्देश। त्यसले गर्दा मैले गीतामा काश्मीरिङ भन्ने सानो पुस्तिका लेखेको छ, लिएर जानु होला यस पुराणको प्रसाद। र अब त्यसभित्रका गहिरा कुरा छोटो समयमा प्रतिपादन गर्न गाह्रो हुन्छ। मात्र 5 मिनट रहेको रहेछ मसँग। अब गीता जस्तो दर्शन यति मात्र म भन्दछु, गीता मात्र धार्मिक ग्रन्थ होइन। त्यति बुझ्नु। अहिले हामीले गीता पढ्यो भनेदेखि त छोरो पण्डितजी बनाउन खोज्यो। पण्डितजी भन्दा चाहिँ फेर जाँदो रहेछ त हेर्नुहोस् त कति अल्गो आजसम्म माइक भेटेन मैले। पण्डितजी हुँदा पनि फेर त गएन। तर गीता भनेको आयुर्वेदको ग्रन्थ हो। आयुर्वेदको ग्रन्थ हो। डक्टरको बसी ठाउँमा म 1 घन्टा लेक्चर दिन सक्छु। डक्टरै डक्टर अगाडि राखिदिनुहोस्, म 1 घन्टा लेक्चर दिन सक्छु। गीता नपढेको डक्टर त डक्टरै हो। त्यस पछाडि इतिहासको कुनै आयो, साइन्स पढेको कोही आए 50 जना भनेदेखि म 1 घन्टा लेक्चर दिन सक्छु। किनभने 4 अध्यायको पहिलो श्लोकमा उनीहरूलाई पढाइदिन्छु। इमं विवस्वते योगम प्रोक्तवान अहमव्ययम्। सूर्यलाई भगवान श्रीकृष्णले गीता सुनाउनु भयो। सूर्य त आगाको गोला हो। आगाका गोलालाई कृष्णले गीता सुनाउनु त्यो दिमाग खुस्केर सुनाएको हो।